यहाँ चाहिँ बाख्रा गोठाला गरिरहेको अवस्था छ। हातमा खुर्पा लठी बोकेर चाहिँ पर पाखामा बाख्राहरू छ, तर खासै देखेको पनि छैन। छनु चाहिँ घन्टी बजेको सुनिराखेको होला। र यसरी नै मेरो जङ्गलमा भ्लग भइरहेछ भन्नु नभएको के गर्नु त। त्यस्तो भ्लगर पनि होइन, तर पनि एउटा सम्झना स्वरूप भन्छ नि त्यस्तै भिडियो बनाएको अवस्था। तर त्यो सेतो सेतो बाख्रा चाहिँ सेतो चाहिँ देखिँदो रहेछ। हुन त सेतो सेतो चाहिँ, तर रातो रातो पनि छ। रातो रातो चाहिँ देखिँदैन, किनकि रातो रातो सुकेको पातहरू पनि हुन्छ नि त। त्यो कारणले गर्दाखेरि यस्तो छ। यो चाहिँ घनाको जङ्गल छ है। जङ्गलमा बाघ पनि हुनसक्छ, तर कता कता देखेपछि भाग पनि हुनसक्छ। तर त्यस्तो डराउने पनि होइन। आयो भने लापा खेल्ने कुरा त हुँदैन, सकिँदैन। यस्तै कुराकानी गर्दै अब के भन्नु छ र, खासै बोल्नु पनि आउँदैन। त्यही भएर चाहिँ म अब यहाँबाट यस्तो छ। कस्तो भिडियोमा त्यस्तो खासै देखिँदैन, भने पनि यस्तो छ क्या। अब यस्तोमा चाहिँ अब टेरिका लडिन्छ कि लडिँदैन, टेरिका यस्तोबाट म यता आएँ। यता छ बाख्राको पाठाहरू, उता पारी त्यहाँ बाख्रा चढ्दैछ है। यहाँ पर एउटा को मान्छे बसिरहेछ हौ। जुम गरेर देखाउनु पर्यो ल। त्यो मान्छे कि बाँदर हो को कुनी त्यहाँ पर हो। ओहो बे मान्छे कि बाँदर हो, त्यहाँ बसिरहेको छ। अनि यता बाख्राहरू चढिरहेछ। कति बाख्रा चढिरहेछ भन्नु हो। एकपल्ट भन्दाखेरि हुन्छ नि त, कतिले भनिबस्नु होइन। नभन्दा पनि हुन्छ भने तापनि भन्दै हुँदा के हुँदो रहेछ भन्दैछु। यसो भिर पाखा गर्दैछु। एउटा गीत गाइदिउँ कि नगाइदिउँ? आस्था राउतको गीत गाइदिउँ कि नगाइदिउँ? चौबन्दीमा के बाँधे छैन भन्दै, पोखरीमा घाँस काट्न जाने छैनौ। मलाई नेपाली होइन भन्न किन पाइन्छ होइन, कहाँ पाइन्छ? म त नेपालको माया गर्ने छोरो, मलाई म जस्तै माया चाहिन्छ। उकाली र ओह्राले त्यो नएको बाटो, चौमा पटुकी बाँधे छैन भन्दै मेरो यति नै गीतहरू गाएँ। किनकि अहिले फेरि लामो हुनसक्छ भिडियो लामो भयो भने, एउटा कन्सर्ट जतिकै लामो भयो भने के गर्नु त भनेर चाहिँ कमेको कि। तर यहाँ अप्ठ्यारो परेर चाहिँ यहाँ गाह्रो भइसक्यो। आइसा बाख्राको पाठा यहाँ पेपे गर्दैछ। यसलाई यहाँ सिर्कुना बोएपछि म सिर्कुना सट लाउँछु कि। तर हेर्दाखेरि चाहिँ माया लाग्दो छ कुट्न, तर पनि नकुटिकन यो हिँड्दैन नि त। यो सानो छ, यसले सबैले छोडिहाल्छ। यो बिस्तारो खान्छ, खुट्टा पनि पाइला पनि सानो चलाउँछ, ढिलो पनि खान्छ। अनि यसलाई छोडिहाल्छ क्या सबै माउहरूले। अनि यसलाई कुट्नुपर्छ अनि हिँड्छ यो। यस्तो छ बाख्रा गोठाला। अब कोही छिटो चढेर जाने, कोही ढिलो छोडिने, अनि गाह्रो हुन्छ बाख्रा गोठाला गर्न है त। चढ्नु त बाख्रा आफै चढ्छ, तर पनि गाह्रो हुन्छ बाख्राको भुँडी अगाउन भन्ने कुरो चाहिँ म यस भिडियो मार्फत जानकारी गराउन चाहन्छु।
श्रीमान समक्ष विनम्र अनुरोध गर्दै अब यस्तो छ घना घोर जङ्गल भन्नु कि हरियाली जङ्गल भन्नु कि के भन्नु अब हरियाली त हुन्छ पानीहरू परेको समयमा अलिक सुक्खा समयमा चाहिँ अलिक हुन्न सुक्खा समयमा पनि अर्को कुरो यो पतझर हो नि त जङ्गलहरू अनि सबै पातहरू फेरिने पौरिने बेलामा चाहिँ सबै सुकेर झर्छ त्यति बेला चाहिँ अलिकति हुँदैन त्यो कारणले गर्दाखेरि यस्तै छ यहाँको जङ्गलको अवस्था यहाँ बाख्रा गोठाला गर्दैछु है बाख्राहरू भिर पाखा चलिरहेछ यो जङ्गलमा र म चाहिँ यहाँ जङ्गलमा हिँड्दाखेरि यहाँ यहाँनिर एक थोक देखेँ के थोक भन्दा चाहिँ त्यो थोक चाहिँ तपाईँहरूलाई पनि म देखाउन चाहन्छु यो भिडियो मार्फत है त हेर्नु त यो माकुराको जाल हो है यो माकुराको जालमा चाहिँ धेरै पत्ताहरू सुकेको पातहरू फसेको छ परेको छ हैन यो चाहिँ माकुराको बच्चा होला डिम्बा यहाँभित्र होला है अनि यो त्यस्तै यो के यो खाना पनि चराहरू आउनु पनि सक्छ आउँछ पनि होला त्यतिखेरै नै यहाँ सानो सानो चराहरू चाहिँ फस्छ है फसेपछि उसको पखरा बाँधिन्छ बाँधेपछि उड्नु सक्दैन त्यसरी उड्नु नसकेपछि बिस्तारो उड्नु सक्दैन हैन त मरि चाहिँ हाल्दैन ला यहाँनिर एउटा माकुरा पनि यो चाहिँ माकुरा मरेको भन्दा पनि यो चाहिँ माकुरा मरेको भन्दा पनि मारेको भन्दा पनि यसले काँचुली फेरेको रूप फेरेको हुनसक्छ हैन यसरी नै यहाँ ठुलो जाल लगाएको छ यहाँ अनि यहाँ परपछि चाहिँ सानो छ भने सानो पऱ्यो भने आएर खाइहाल्छ हैन माकुराले अनि त्यहाँबाट ठुलो छ भने चाहिँ त्यो यहाँ फसेपछि अनि त्यो उड्नु खोज्छ उड्नु सक्दैन अनि नसकेपछि त्यत्तिकै भोकले मर्ने हो अनि भोकले मरेपछि बिस्तारो अलिक समयमा माकुराले खाने गर्दछ मलाई चाहिँ त्यस्तो लागेको त्यस्तो लागेर भने अनि त्यहाँ जाली त्यहाँ थापेको छ हैन त्यहाँ टक्क थापेपछि यहाँनिर चाहिँ उसको घर छ फेरि यहाँभित्र ऊ लुक्छ अनि परेपछि त्यहाँ हल्लेको केही थाहा पाएपछि चाहिँ ऊ निस्केर त्यहाँ जाने पनि गर्न सक्छ त्यस्तै छ है मेरो धारणा चाहिँ अब तपाईँहरूको धारणा के कसो छ हैन भन्नु होला या यो चाहिँ भिरपाखा भन्छ कि के भन्छ कुनै जङ्गल वन जे भने पनि कुन त्यो खान्छ अनि यहाँ चाहिँ भनेको पाखा पखेरा ल यो के हो फेरि यस्ता चिज पनि हुन्छन् ल हेर त यो के होला है जान्नु चिन्नुमा हुने मानिसहरूले भन्न सक्नुहुन्छ आइया यो पनि बोके अनि यहाँ चाहिँ लहरा लोरी कति छ त यहाँ दोरी लहराहरू हेर्नु त बाफ्रे बाफ है अब उता पनि लहरा यहाँनिर रहेछ हिँड्दाखेरि देखिहालेँ एउटा भिडियो गरिहालेँ योभन्दा के चाहियो भने जस्तो र यस्तो लहरालोरी देखेर चाहिँ भिडियो बनाउनु मन लागेको हो अनि यो जङ्गलको दृश्यहरू पनि क्याप्चर गर्नुपर्ने हुन्छ क्याप्चर के भन्छु म त त्यसरी नै हामी चाहिँ यहाँ बाख्रा गोठा लाग्यो बाख्रा चाहिँ पर पुगिसकेको छ यहाँलाई खासै देखिँदैन पनि एउटा दुईवटा चाहिँ देखिनु चाहिँ यस्तै छ यहाँको अवस्था अनि
अरू त के भन्नु र यहाँ लरामा बसेछ एकजना काउ छैन होला खै के अरू होला अनि यस्तो कुरोहरू लाग्छ क्या लुगामा के गर्नु र यस्तै यो कुरो टाँसिए जस्तो कुरो टाँसिए जस्तो कोही मान्छे टाँसिन्छ नि त होइन तर उकाएर फाल्नु पर्ने हुन्छ अनि यहाँ हेर्नु न मायाको डोरीले बाँधे जस्तो भनौँ कि केले भन्नु है त त्यो उहाँ पऱ्यो नि त त्यो रुखको हाँगालाई हेर कति मजाले एउटा लहराले बेरेछ मायाको डोरीले भने जस्तै भनौँ न त्यस्तो गरेर कस्तरी बेरेको छ यस्तै त छ के देखिन्छ हौ यो जङ्गलमा पनि नि बोल्नु त केही पनि आउँदैन कि तर पनि यहाँ के देखिन्छ त्यो देखाउँदै यस्तै हुन्छ अब के भन्ने यस्तै छ यो जङ्गलमा हामीले जो झोलामा खाने कुराहरू बोकेको थियौँ बिस्कुटहरू है उखुहरू खाँदैछ यसरी नै गोठाला गर्दैछौँ गोठाला बाख्रा चलाउँदैछौँ बाख्रा कता पुग्यो मान्छे कता छौँ केही पनि थाहा छैन अब यहाँ जङ्गलमा छ है जङ्गली जनावरले बाख्रालाई आक्रमण गर्नु सक्छ त्यसैले गर्दाखेरि यसरी घरि कराउँदै पनि गर्नुपर्ने हुन्छ म चाहिँ यता छु यहाँबाट यसरी म बोलिरहेको छु भट्टाइरहेको छु अब के भट्टाउने के फलाक्ने है जे भने पनि भान त होइन होला भाषण त अलिक कडाइ रूपमा जान्छ तर यो चाहिँ यसो बोल्दै गरेको भनौँ न जानी नजानी यस्तै छ ल आउनु पर यस्तै छ यहाँ यस्तै छ भन्थे उठाले अहिले त मैले पनि भन्नु बहुत थालेँ त हौ लर त बाख्राहरू कता के हो यो जङ्गललाई हामीले एक राउन्ड हानिसक्यौँ होइन एक फन्को मारिसक्नु आँट्यौँ यो भित्री अब ठुटा रहेछ होइन अब यहाँनिर टक्कसँगले उभिने हो अनि उभिएर चाहिँ आफू भान गर यहाँ यस्तो यहाँ ठुटामा चाहिँ म उभिएर चाहिँ भान गर्ने हो आदरणीय जनसमुदाय जनमाज सम्पूर्णलाई ध्यान आकर्षण गर्न चाहन्छु म यस ठाउँलाई यस गाउँलाई विकास गर्छु खानेपानी बिजुली बत्ती रोड बाटोहरू अब आउने आर्थिक वर्षमै हामी सुरुवात गरेर तत्काल हामी परिचालन गर्छौँ भनेर चाहिँ भान गर्नु त आउँदैन तर पनि के गर्नु मनको रहर हो त्यस्तै छ अब देशको अवस्था प्लस गाउँठाउँको अवस्था विकास खासै भइरहेको छैन यो नेताले गरिरहेको छैन देशको विकास ठुलो नेताले गाउँको विकास गरिरहेको छैन सबैले आफ्नो गोजी भर्ने कामहरू गरिरहेको अवस्थाले गर्दाखेरि पनि हो देशको माया नभएको अवस्थाले पनि हो कि केले हो अब मलाई थाहा छैन खासै बोल्नु मन लाग्दैन है म गोठाला मुलेले के नै बोल्न सक्छु र के नै गर्न सक्छु र भने जस्तो हो म चाहिँ यहाँ ठुटामा उभिरहेको छु ठुटामा उभिरहेको छु टक्कसँगले है त यहाँनिर बाख्राहरू चरिरहेछ एउटा पर कता
बगाल बगाल ले छ बाख्रा त कतिवटा छ भन्नु पर्दाखेरि बाख्रा चाहिँ जम्मै 17वटा छ बाख्रा चाहिँ यस्तै नै यस्तो नै छ बाख्राहरू यता भेला गर्दैछु बाख्राहरू चरिरहेछ ऊ पर पनि है सेतो अलिअलि देखिँदैछ नि त अलिक ध्यान दिएर हेर्दा देखिन्छ जुम गर्दा पनि देखिन्छ तर जुम नगरौँ होला भन्ने लाग्यो फेरि यहाँनिर रुखमा चाहिँ टोड्का परेको रहेछ आइया रुखमा चाहिँ टोड्का परेको रहेछ टोड्का कस्तो देखिन्छ कुनी कतिसम्म छ त्यही जङ्गली जीव जनावरहरू बस्छ होला उस्तल पनि आउँदैछ बाख्रा त आउनु त लडी पठायो बाख्रा आइज बाख्रा आइज धन्न खुट्टाहरू भाँचेन हौ बाख्राको पनि आइया यसरी नै छ आइज आइज बगाल अब के गर्नु बगाल हिँड्नुपर्छ बाख्राहरू यसरी लड्छन् अड्किन्छन् कता भाँसिन्छ कता भाँसिन्छ कता फसिन्छ त्यही कारणले गर्दाखेरि गोठाला गर्नुपर्ने हुन्छ बाख्रा चलाउँदाखेरि चलाउँदा राम्रो हो अनि अरू चाहिँ के भन्न चाहन्छु भनेदेखि अरू जङ्गली जनावरहरूले पनि आक्रमण गर्न सक्छ के हुन्छ हैन अनि यस्तै छ यहाँको जङ्गल अनि यहाँ बाख्रा चलाउँदै जाँदाखेरि यहाँनिर एउटा धमिराको देवल तिम्की जे भने पनि धमिराको घर भने पनि कमिलाको घर भने पनि यहाँनिर छ है यसमा चाहिँ एक बेला चाहिँ च्याउ उम्रिन्छ क्या त्यो चाहिँ भनेको धमिराले चाहिँ भित्र के गर्छ कोनी अनि उनीहरू अब भोकै त बस्नु भएन नि त उनीहरूलाई खानु पर्यो त्यो खानाको लागि चाहिँ उम्रिने हो तर बाहिर निस्किहाल्यो भने मान्छेले भेटिहाल्यो भने त मान्छेले पनि खाइहालिन्छ एकदम यो के जस्तो छ हौ यो मन्दिरहरू जस्तो एउटा महलहरू जस्तो एकदम राम्रो बनाएको छ हैन हेर्दाखेरि त यो अब ठुलो छ नि त एउटा कमिलाको तुलनामा त करोडौँ गुणा ठुलो छ नि त यो हैन कसरी बनाएको भन्दा पनि तर पनि अब त्यही धमिराहरू पनि करोडौँको सङ्ख्यामा हुन्छ क्या एकैचोटि भित्रसम्म हुन्छ यिनीहरू भित्र पनि बस्छ यता माथि पनि बस्छ तर भित्र पनि बस्छ भित्र उनीहरूको खानेकुराहरू पनि हुन्छ अनि उनीहरूले नै त्यहाँबाट माटोहरू निकाल्दै उनीहरूको थुक आउँछ कि के आउँछ नि चिसो माटो निकाल्छ क्या अनि माटो निकाल्दै थुपर्दै निकाल्दै गर्छ अहिले हामीले यो यसको टुप्पीहरू भाँचिदिउँ भने यो भत्काइदिउँ भने त्यसलाई एकैछिनमा बनाउँछ अब कति भत्काएको छु त्यो अनुसारले थोरै भत्काएको छ भने एकैछिनमा बनाउँछ थाहा पाएपछि हैन अलिक धेरै भत्काएको छ भने धेरै टाइम लाग्छ यस्तै छ ओहो कमिलाको घर यस्तै छ जङ्गलको अवस्था भनौँ न यो बाख्रा चलाउने क्रममा चाहिँ यो जङ्गल पनि भ्रमण अवलोकन निरीक्षण जे भए पनि गर्दै जाँदाखेरि त्यस्तो छ अनि यहाँ नि देखाउनु मन लागेर चाहिँ मैले भिडियो गरेँ यो फेरि यो त्यति हिँड्नु सक्दैन कि अघि लडेको बाख्रा गइसक्यो कि त्यो चाहिँ अलिक हिँड्नु सक्ने तर गइसक्यो होला यता म यहाँ भिडियोहरू बनाउँदाखेरि गइसक्यो होला देखिनँ मैले चाहिँ हैन अनि यो मैले भेटेको छु एउटा यो के हो रात बिर्से त होइन कि त्यसको लागि त्यसकै फल हो क्या यो के हो यो त्यसकै फल हो यो तर यो सानो रहेछ क्या सानो अनि सानोमा सिकुटे रहेछ लामो त लामो छ सानो भन्दा सिकुटे अनि लुते
सानो बोटको होला यो खोइ के को दबाई पनि भन्थ्यो हैन अनि यो चाहिँ पुरा यहाँ भित्र यसको दानाहरू हुन्छ नि तर यो एउटा गीत संगीतको बाजा हुन्छ नि त बाजा हो त्यसको जस्तै बच्चा चक 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 बच्चा नि त यो हल्लाउँदाखेरि यस्तो बत्ने रहेछ क्या टिक 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 यस्तो बत्ने रहेछ त्यही भएर यो बजाएर पनि सुनाए हैन हजुरहरूलाई भिडियो हेरेर भुलाए त्यसको लागि माफी पाऊँ भन्दै धन्यवाद दिन चाहन्छु र अहिलेलाई मेरो भिडियो यति नैमा अन्त्य गरौँ कि अरू केही बोलौँ भन्दाखेरि अरू खासै केही बोल्नु त आउँदैन हैन त्यो कारणले म एन्ड गर्न चाहिँ चाहन्छु भन्दैछु तर म यहाँ हिँड्दैछु एकछिन मेरो अनुहार पनि देखाउन ल है खासै त्यस्तो सुन्दर नभए तापनि राम्रो नभए तापनि एक झलक झलीको तिम्रो माया अलिगो हिमाल भन्दा नि अलिगो भने जस्तै हो है बाख्राहरू पनि कता कता पुगे के भइसके अब गन्नु पनि पर्दै गर्छ गन्नु पनि पर्छ किनकि बाख्राको पछि पछि पुच्छर भएर लागेको काम त हुन्न हैन अनि त्यो कारणले गर्दाखेरि कतै हरायो कतै अलग्गै कि भनेर आउन उयो मान्छे फेरि बाख्रा गोठा लागेको कि के गर्न आएको कुनी बोलाउनु पर्छ अनि आउन घुमाउन त नि उ गइसक्यो आउन घुमाउनु ल म घुमाउँछु ल अनि ऊ माथि माथि पुगिसक्यो खोइ गरे कि के गर्ने आएको छैन ऊ माथि माथि अलिअलि देखिन्छ नि त्यहाँ माथि पुग उनीहरूलाई अब यत्रो तल हामी लाने क्या एउटा जङ्गलमा अमलाको बोटमा अमला फलेको रहेछ अस्ति अलिकति खाइयो अब फेरि गएर खाने त्यो कारणले गर्दाखेरि हामी त्यता जाने बाख्रालाई त्यता लाने य य य य अब हामी भरै बाटो बाख्रा उता घुमाएर त्यहाँबाट लगेर कति बजिसक्यो अहिले फेरि बाख्रा घर लाने बेला पनि हुन्छ है त्यो कारणले गर्दाखेरि पर त्यहाँ अमलाको बोटको भिडियो पनि म लिन्छु अहिले यति नै त ल।